गुड मर्निङ साथीहरू, हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म सन्चै छु भन्दै म चाहिँ मेरो ठुलियामा घर आइसकेको छु र आज चाहिँ सन्डे आइतबार होइन र हाम्रो चाहिँ ठुलियामा घर खसी काट्दैछ। यहाँ हुनुहुन्छ मेरो मम्मी केटाहरू, यहाँ हुन्छ मेरो ठुलियामा, यहाँ हुनुहुन्छ भाउजू, यहाँ हेर्नुहोस् यहाँ ढाड लाउनुहुन्छ ठुलो भाउले लु है ठुलो। अन्त हाम्रो चाहिँ अब आज खसी काट्दैछ। खसी काट्नेमा चाहिँ हाम्रो टाउकोमा छ फेरि हाम्रो दाजु, यहाँ मामा हुनुहुन्छ यता, यहाँ हाम्रो डल्लै जिउमा चाहिँ यहाँ हाम्रो दाजु छ। लु साथीहरू, को कोलाई खसीको मासु खानु मन परेछ कमेन्टमा भन्नुहोस् होला। र अब आज चाहिँ हामीले खसी काटेको चाहिँ किन भन्दाखेरि भोलि चाहिँ हाम्रो दाजु भाउजू केरला जाँदैछ, त्यही भएर घरमै काटेर चाहिँ अब खाइहेरी जानु आँटेको। अब घरमा काट्यो भने चाहिँ भुटी सुटी पनि पाउँछ, त्यही भएर चाहिँ अब यिनीहरू दसैँमा पनि आउँछन् कि आउँदैनन् टुङ्गो छैन। र आज नि अब दिवाली भएको यी ल साथीहरू, को कोलाई खानु मन लागेको छ हाम्रोमा आउनु सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो, बाई बाई, लभ यू।